विद्या ग्रहण गर्ने दिन प्रारम्भ हुन्छ त्यहीबाट। यही समयमा यतिहरूको चातुर्मास्य प्रारम्भ पनि हुन्छ। आज व्यास पूजा गरी भोलिबाट अथवा आजैबाट सन्यासीहरूको चातुर्मास्य व्रत प्रारम्भ पनि हुन्छ। सन्यासीहरूको मात्र नभई सन्यास धर्ममा निष्ठा राख्नेहरू जो छन्, कुनै पनि प्राणीको मबाट हिंसा हुनु हुँदैन, मेरो प्रवृत्ति नै हुनु हुँदैन, निवृत्तिमा नै मैले निष्ठा राखेँ। अब शान्तिमा नै मेरो निष्ठा भयो, यो गरौँ त्यो गरौँ, यता जाउँ उता दौडौँ भन्ने अब मेरो मनमा वैराग्य जागिसक्यो, म जान्न भन्ने निष्ठा सन्यासीहरूको धर्ममा जसको हृदयमा निष्ठा जागिसक्यो उनीहरूको लागि पनि चातुर्मास्य प्रारम्भ भयो आजबाट। कोही काहीँ जा विद्वानहरू, विरक्तहरू, साधुहरू, ज्ञानीहरू सञ्चार गर्न बन्द गरिदिन्छन् आजबाट। अब ज्ञानीहरूको सञ्चार बन्द भइसकेपछि ती ज्ञानीहरूको हामीलाई लाभ मिल्नु पर्यो। एक ठाउँमा बसेका ज्ञानीहरूको के लाभ लिने त भन्दा उहाँहरूसँग लाभ लिने भनेको हामीले पैसा लिने होइन, उहाँहरूसँग अर्थको बिजनेस सिक्ने होइन, जागिर भन्छन् गराउने पनि होइन। उहाँहरूसँग हामीले सिक्ने भनेको के भन्दा आत्माको उद्धार नै सिक्ने। हाम्रो आत्माको यो जीवन रहँदै यो सास छुट्नुभन्दा पहिले नै भगवानको स्पर्श, त्यो परम तत्त्वको स्पर्श प्राप्त होस् भनेर हामीले चाहने हो। त्यसको लागि अर्को महिना सुरु हुने जुन ज्ञान पूर्णिमा, गुरु पूर्णिमा, वेद जनै पूर्णिमा, वेदारम्भ हो, त्यसको एक महिना ठिक अगाडिदेखि नै गुरुहरू तयार भएर बस्ने अवसर आजबाट प्रारम्भ हो। ज्ञानीहरू, विरक्तहरू, ज्ञानी मात्र भएर पुग्दैन गुरु हुनको लागि, शास्त्र ज्ञान मात्र भएर पुग्दैन गुरु हुनको लागि। त्यो शास्त्रले बताएको ज्ञान जीवनमा ओर्लिनु पर्यो। त्यो शास्त्रले बताएको ज्ञान जीवनमा ओर्लिने भनेको कसरी देखिन्छ भन्दा वैराग्यले देखिन्छ। केले देखिन्छ? वैराग्यले। र त्यो देखिरहेको ज्ञान र देखिरहेको वैराग्य सही हो कि होइन भनेर कसले त्यसलाई टेस्टिमनी कसले गर्छ त? सही हो भनेर कसले साक्षी को भन्दा भक्ति। यदि हृदयमा हरिभक्ति छ भनेदेखि भएको ज्ञान कार्यकर हो, भएको वैराग्यले काम गर्छ। हृदयमा हरिभक्ति छैन भनेदेखि त्यो वैराग्य कतिखेर पखाल लिएर जान्छ थाहा हुँदैन, त्यो ज्ञान कतिखेर पखाल लिएर जान्छ थाहा हुँदैन। त्यसकारण ज्ञान, भक्ति र वैराग्यको उपदेश गर्नको लागि गुरु वर्ण गर्ने, गुरु प्रकट हुने दिन आज यो देखाउँदै स्वयं नारायण नै गुरु रूपले आज अवतार लिनुभयो भगवान वेदव्यासको रूपमा। आजकै दिन भगवान वेदव्यास अवतार लिनुभएको, गुरु रूपमा अवतार लिनुभएको नारायण स्वयं नै, स्वयं नारायणको गुरु रूपको अवतार पुगेन भनेर भगवत निष्ठा भन्दा भागवत निष्ठा चाहिन्छ भनेर पछि आदिशेष फेरि गुरु रूपमा आउनुभयो भन्ने कुरा बेग्लै, त्यो प्रवचनको कुरा बेग्लै। तर आज साक्षात नारायण नै गुरु भएर आउनुभएको दिन हामीलाई एउटा अक्षर सिकाउने गुरु पनि गुरु नै। एकाक्षर प्रदानेन यो गुरुम नाभिनन्दति। शास्त्रमा के भनेको छ? एउटा अक्षर दिने गुरुलाई पनि जसले उहाँले मलाई विद्या सिकाउनु भएको छ भनेर जसले अभिनन्दन गर्दैन, पूजन गर्दैन, त्यो के हुन्छ र? त्यो नरकमा कल्पकोटि काल रहेर पछि त्यो कृमिकीट भएर जन्मिनु पर्छ। भन्दाखेरि एउटा अक्षर दिने गुरु, ए भनेर सिकाउने, अ भनेर सिकाउने, क भनेर सिकाउने गुरुको त्यत्रो महत्त्व बताएको छ शास्त्रले। भनेदेखि सिधै भगवानसँग हामीलाई चिनाइदिने त असली गुरुको, मुख्य गुरुको हो भनेर शास्त्रमा विचार आएको। अ भनेर सिकाउने गुरु नै मुख्य हो त। सिकाउन त धेरै सिकाउँछन्, बाटा बिर्सियो हामीले। कसैको घर जाने थियो, दो बाटामा बाटो बिर्सियो, ल्याउन बाबु कसैलाई बोलाएको सानो बच्चालाई, ए बाबा यो घर जाने बाटो, यो एड्रेस जाने बाटो कता भन्दा त्यो बच्चालाई थाहा छ भने त्यसले पनि बताइदिन्छ, यही बाटोबाट जानु, दाहिने मोडिनु, तेर्सेउ जानु भनेर। त्यो बच्चा नि गुरु त भयो एकछिनको लागि, सिकाइ त त्यो बाटो त देखाइदियो। तर मुख्य गुरु को हो त भन्दा यी सबै बाटोमा आइलाग्दा गुरुहरू बेग्लै। मुख्य गुरु को हो भन्दा हामीलाई भगवानको ज्ञान गराउने गुरु भन्दा पनि भगवानको ज्ञान गराउने गुरु मुख्य गुरु हो भनेर भनिठान्छौँ हामी।
हामीलाई यही हो परमात्मा भनेर चिनाइदिने गुरु भन्दा पनि परमात्मातिर फर्केर यी हजुरको सन्तान यहाँ छ भनेर हामीलाई भगवानको हृदयमा हाम्रो हामीलाई चिनाइदिने गुरु मुख्य गुरु। कुरो बुझ्नुभयो कि भएन? हामीलाई भगवानको ज्ञान गराइदिने गुरु भन्दा भगवानलाई हाम्रो ज्ञान गराइदिने गुरु प्रभु हजुरको सन्तान यहाँ यसरी भौतारिरहेको छ, यसको उद्धार हजुरले नगरे कसरी होला र? यसको ज्ञान भक्ति वैराग्य जाग्रा जस्तो छैन प्रभु, हजुरले हात बढाउनु पर्यो भनेर भगवानको हात समातेर उसको शिरमा राखिदिने गुरु नै वास्तवमा असली गुरु हो भनेर सम्प्रदायको सार सिद्धान्तमा निरूपण गरिन्छ। व्यास भगवान त्यस्तो गुरु हो त भन्दाखेरि व्यास भगवान त्यस्तै गुरु हो। रामानुज स्वामीजीले के भन्नुभयो? कि व्यासजीको वचन अमृत समान वचनलाई नित्य सेवन गर है भन्नुभयो। श्री भाष्यको प्रारम्भमा नै पाराशर्य वचस्सुधाम भनेर व्यासजीको यो वचन अमृतलाई ब्रह्मसूत्र हामी सबैलाई आदेश दिनुभएको छ भनेपछि रामानुज स्वामीको मनमा वेदव्यास भगवान प्रति कति आदर। सहस्रनाम भाष्यमा पराशर भट्ट स्वामीजीले वेदव्यास भगवानलाई नमस्कार यदामुष्यायणा वेदा महाभारत पञ्चमाः अमित तेज भगवान वेदव्यासलाई नमस्कार अरे। किन उहाँको घरको बपौती हो रे वेद, सारा वेद कसको सम्पत्ति भन्दा वेदव्यासको घरको सम्पत्ति अरे। हामी सबैको साझा भनेर हामीले भन्छौँ। पराशर भट्ट स्वामीजी के भन्दै हुनुहुन्छ? सबैको साझा तिमीहरूले मुखले भनेर भयो, वेदव्यासको घरको सम्पत्ति हो समस्त वेद महाभारत, उहाँलाई नमस्कार गरौँ भनेर सिकाउनु भयो। कि किन सिकाउनु भएको भन्दा वेदव्यास भगवानले हामीलाई भगवान देखाइदिनु भयो भन्दा पनि उहाँले के गर्नुभयो भन्दा भगवान कृष्णलाई नमस्कार गरी भगवान कृष्णसँग प्रार्थना गरी वेदव्यास भगवानले त्यो अन्धो धृतराष्ट्रलाई तिमीले दर्शन दिनुपर्छ प्रभु भनेर मागिदिनु भयो। हजुर प्रभु यसले दुनियाँ देखेको छैन तर हजुरलाई यसले देख्न सक्नुपर्छ भनेर वेदव्यास भगवानले प्रार्थना गर्नुभएको। सर्वात्मना अन्ध हरे, हर प्रकारले अन्ध भएको धृतराष्ट्रले के भने मलाई चाहिएन सञ्जयलाई देऊ भनेर सञ्जयलाई प्राप्त भयो त्यो कृपा। त्यो गुरुको मुख्य कृत्य के रहेछ त शिष्यहरूलाई उपदेश दिनु प्रमुख कृत्य हो। त्योभन्दा पनि मुख्य कृत्य गुरुको के हो? भगवानलाई उपदेश दिने। भगवानलाई उपदेश दिने भनेको के हो? यसको ज्ञान भक्ति र वैराग्यलाई हजुरले परीक्षण गर्नु हुँदैन, यसको योग्यता र अयोग्यतालाई हजुरले परीक्षण गर्नु हुँदैन, केवल हजुरको सन्तान हो भन्ने एउटै कारणले यसमाथि कृपा गरिदिएको थियो भनेर प्रार्थना गर्ने गुरु। ती गुरुहरूमा एक नम्बरमा हामीलाई बाटो देखाउने भगवान वेदव्यास, उहाँको कृपालाई हामीले स्मरण गर्दै उहाँको कृपालाई मनमा राख्दै उहाँको कृपा विरुद्ध हाम्रो कुनै आचरण नहोस्, हाम्रो चिन्तन नहोस्, हाम्रो वाणी नहोस्, केवल हाम्रो जीवन नै गुरुको मुखको उल्लासको लागि, वेदव्यास भगवानको चित्तको उल्लासको लागि, त्यो उहाँको गुरु परम्परा र शिष्य परम्परामा आउने जति पनि महनीय आचार्यहरू हुनुहुन्छ उहाँहरू सबैको मन नदुख्ने गरी हाम्रो जीवनको आचरण रहोस् भनी उहाँहरूकै चरणारविन्दमा निवेदन गरी हामी अहिले विराम गरौँ। श्रीमती रम्बिजा माधुरी श्रीरङ्गवाणी